नेपालको सुदूरपश्चिम, जहाँ हिमालको शिरदेखि तराईको फाँटसम्म प्रकृतिले आफ्नै हस्ताक्षर गरेको छ, जहाँ संस्कृति र सभ्यता हजारौं वर्षदेखि निरन्तर बगिरहेको छ। र जहाँ धार्मिक आस्था, साहसिक पदयात्रा र जैविक विविधता एकै ठाउँमा भेटिन्छन्। यो प्रदेश केवल भूगोल होइन, सम्भावनाको विशाल संसार हो। महाकाली नदीको किनारदेखि सेती र कर्णालीका सहायक नदीहरू हुँदै तराईका विशाल मैदान र उच्च हिमाली भेगसम्म फैलिएको सुदूरपश्चिम प्रदेशले नेपालको भौगोलिक विविधताको पूर्ण रूप एकै ठाउँमा प्रस्तुत गर्छ। यहाँको शान्त वातावरण, मौलिक संस्कार संस्कृति, जैविक विविधता र धार्मिक धरोहरले यसलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि क्रमशः आकर्षक गन्तव्य बनाउँदै लगेको छ। यहाँ बग्ने नदीहरू, फैलिएका तालहरू, अग्ला डाँडाकाँडा, ऐतिहासिक किल्ला, शक्तिपीठहरू र मौलिक संस्कृतिहरूले सुदूरपश्चिमलाई विशिष्ट पहिचान दिएको छ। हवाई मार्गबाट काठमाडौँदेखि धनगढीसम्मको 1 घण्टाको यात्रापछि सुदूरपश्चिममा पाइला टेकिन्छ भने सडक मार्ग प्रयोग गर्दा करिब 15 घण्टाको यात्रापछि कर्णाली फुलले सुदूरपश्चिममा स्वागत गर्नेछ। सुदूरपश्चिम तराई, पहाड र हिमाली क्षेत्रको मिश्रित सङ्गम हो। सुदूरपश्चिम प्रदेशलाई अझै प्राकृतिक रूपमा चिनाएका क्षेत्रहरूमा खप्तर क्षेत्र, बढीमालीका क्षेत्र तथा अपी हिमाल क्षेत्रसँगै सैपाल हिमाल लगायत पर्दछन्। हिमाली भेगमा पुग्दा सुदूरपश्चिमको पहिचान अझै प्रष्ट देखिन्छ। दार्चुलामा अवस्थित अपी हिमाल यस प्रदेशकै उच्च हिम शिखर मध्येको एक हो, जसले साहसिक पदयात्रा र पर्वतारोहणका लागि उत्कृष्ट अवसर प्रदान गर्दछ। अपी हिमाल क्षेत्र स्वच्छ हिमनदी, मनोरम उपत्यका, झरना र मौलिक ग्रामीण संस्कृतिले भरिपूर्ण छ। यहाँ बसोबास गर्ने स्थानीय समुदायको जीवनशैली, वेशभूषा, भाषा र परम्पराले यात्रुलाई फरक सांस्कृतिक अनुभव दिन्छ। हिमाली क्षेत्रको शान्त वातावरण र प्राकृतिक सौन्दर्यताले मानसिक सन्तुलन र आत्मिक शक्ति खोज्नेहरूका लागि विशेष आकर्षण सिर्जना गर्दछ। पछिल्लो समय अपी बेस क्याम्प पुग्ने पर्यटकहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ। अपी बेस क्याम्पको सुन्दर दृश्य निहाल्दा जो कोही पनि मन्त्रमुग्ध हुने गर्दछन्। यसै गरी बझाङको सैपाल हिमाल पनि सुदूरपश्चिमको पहिचानको रूपमा चिनिन्छ। तराई क्षेत्रमा प्रवेश गर्नेहरूका लागि अर्को महत्त्वपूर्ण गन्तव्य हो कञ्चनपुरमा फैलिएको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। यो निकुञ्ज नेपालको सुदूरपश्चिम तराई क्षेत्रमा अवस्थित एक अनुपम प्राकृतिक धरोहर हो, जहाँ विशाल घाँसे मैदान, हरियाली सालवन र सिमसार क्षेत्रले अद्वितीय सौन्दर्य सिर्जना गरेका छन्। विक्रम सम्वत 2033मा आरक्षको रूपमा स्थापना भई 2073मा राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गरिएको यस क्षेत्रले जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विश्वकै ठूलो झुण्डमा देख्न सकिने बारसिंगा यस निकुञ्जको प्रमुख आकर्षण हो भने हात्ती, बाघ, गैंडा लगायतका वन्यजन्तु तथा सयौं प्रजातिका चराचुरुङ्गी र वनस्पतिहरूले यसलाई जैविक रूपमा अत्यन्तै समृद्ध बनाएका छन्। नेपाली सेना, निकुञ्ज प्रशासन र विभिन्न साझेदार संस्थाहरूको सक्रिय सहकार्यमा संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।
यस निकुञ्जले परिया पर्यटनको अथाह सम्भावना बोकेको छ, जहाँ जंगल सफारी, वन्यजन्तु अवलोकन, मचानबाट दृश्यावलोकन र प्राकृतिक सौन्दर्यको अनुभवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशेष आकर्षण प्रदान गर्दछ। मध्यवर्ती क्षेत्रमा सञ्चालनमा रहेका होमस्टे, स्थानीय सेवा प्रदायकहरूको सहभागिता र प्रकृति पथप्रदर्शकहरूको सक्रियताले पर्यटनलाई समुदायसँग जोड्दै रोजगारी सिर्जना गरिरहेको छ। महाकाली करिडोर, दोधरा चाँदनी सुक्खा बन्दरगाह, प्रस्तावित विमानस्थल जस्ता पूर्वाधार विकास परियोजनासँगै यस क्षेत्रको पहुँच र पर्यटन गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ। यसरी संरक्षण र पर्यटनको सन्तुलित अभ्यास मार्फत शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम मात्र होइन, समग्र नेपालको एक प्रमुख प्राकृतिक र पर्यटकीय गन्तव्यको रूपमा अझै सशक्त रूपमा स्थापित हुने सम्भावना देखिन्छ। सुदूरपश्चिम प्रदेशको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको जीवन्त चित्रण गर्दै महाकाली नदी, जसलाई नेपालमा महाकाली र भारतमा शारदा भनिन्छ, यो प्रदेशको पश्चिमी सीमाको रूपमा बग्छ। हिमालयको काखबाट सुरु भएर तराईसम्म फैलिँदै नेपाल भारत सीमालाई चिन्हित गर्छ र यसको किनारामा दोधरा चाँदनी जोलुङ्गे फूल जस्ता आकर्षणहरूले पर्यटकलाई रोमाञ्चित पार्छन्। बाजुराको बडीमालिका क्षेत्र धार्मिक आस्था, प्राकृतिक सौन्दर्यता र साहसिक पदयात्राको अनुपम सङ्गम हो। यो क्षेत्र विशाल घाँसे मैदान, जसलाई पाटन पनि भनिन्छ, हिमाली दृश्य, साना ठुला ताल र पौराणिक महिमाले भरिएको छ। बडीमालिका मन्दिर बाजुरा जिल्लामा 43,000 मिटर उचाइमा अवस्थित यो शक्तिपीठ नेपालका प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो, जहाँ मालिका चतुर्दशीमा हजारौं तीर्थयात्री पैदल यात्रा गर्दै पुग्छन् र मनोकामना पूरा हुने विश्वास गर्छन्। यसै गरी बडी केदार मन्दिर डोटी जिल्लाको बडी केदार क्षेत्रमा रहेको यो शिवधाम पनि सुदूरपश्चिमकै प्रसिद्ध तीर्थस्थल हो, जसमा हर हर महादेवको जय जयकार र पवित्र पूजाले भक्तजनहरूलाई आकर्षित गर्छ। यसै गरी सुदूरपश्चिम नेपालको प्रसिद्ध धार्मिक तथा प्राकृतिक गन्तव्य खप्तर राष्ट्रिय निकुञ्ज आध्यात्म, प्रकृति र जैविक विविधताको अनुगम सङ्गमको रूपमा चिनिन्छ। यही क्षेत्रमा महान साधक खप्तर बाबाले करिब 50 वर्ष तपस्या गर्दै योग, ध्यान र आध्यात्मिक साधनामा जीवन बिताउनु भएको थियो। उहाँको स्मृति स्वरूप यहाँ रहेको खप्तर बाबा आश्रम आज पनि श्रद्धालु र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। करिब 225 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्लाको सङ्गम स्थलको रूपमा अवस्थित छ, जहाँ 567 भन्दा बढी वनस्पति र 260 भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन्। यहाँको प्राकृतिक सौन्दर्यलाई अझै आकर्षक बनाउने खप्तरदह, खापरदह, त्रिवेणी धाम तथा विशाल हरियाली पाटनहरूले खप्तरलाई नेपालकै अद्वितीय पर्यटकीय गन्तव्य बनाएका छन्। यसै गरी पर्यटकलाई स्मरण गराउनै पर्ने अर्को प्राकृतिक सम्पदा हो कैलालीमा अवस्थित घोडाघोडी ताल। तराईकै सबैभन्दा ठूलो प्राकृतिक ताल मानिने यो सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत छ। करिब 2500 हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको यस सिमसार क्षेत्रभित्र विभिन्न साना ठूला तालहरू, घना सालवन, घाँसे मैदान र जैविक विविधताले भरिपूर्ण पर्यावरण पाइन्छ। सुदूरपश्चिम धार्मिक पर्यटनका हिसाबले पनि उत्तिकै धनी छ। डडेलधुरामा अवस्थित उग्रतारा मन्दिर प्राचीन शक्तिपीठका रूपमा प्रसिद्ध छ, जहाँ वर्षभरि भक्तजनहरूको भिड लागिरहन्छ। बैतडीको त्रिपुरा सुन्दरी सुदूरपश्चिमकै महत्त्वपूर्ण धार्मिक धाम हो, जहाँ विशेष गरी दशैं
र चैते पर्वमा ठूलो मेला लाग्छ। दार्चुलामा रहेको मालिकार्जुन मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छ। मालिकार्जुन धाम नेपालकै 7वटा धामहरूमध्ये पवित्र एक धाम हो। यी मन्दिरहरू केवल पूजा आराधनाका स्थल मात्र नभई स्थानीय संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीक पनि हुन्। यसैगरी अछाम जिल्लाको पूर्वोत्तर भागमा अवस्थित रामारोशन क्षेत्रलाई धरतीको स्वर्ग वा नेपालको स्विजरल्यान्डको उपमा दिइन्छ, जुन प्राकृतिक सौन्दर्य, जैविक विविधता र शान्त वातावरणले भरिपूर्ण एक अनुपम पर्यटकीय गन्तव्य पनि हो। यसलाई 12 बन्द 18 खण्ड अर्थात् 12वटा तालहरू र 18वटा घाँसे मैदान वा पाटनहरूको संयोजनले विशेष बनाएको छ। यी तालहरू क्रिस्टल क्लियर पानीले भरिएका छन्, जसमध्ये सबैभन्दा ठूलो र आकर्षक जिगाले ताल वा जिङ्गले ताल हो। यसको आकार अंग्रेजी अक्षर सी जस्तो छ। पहुँचको हिसाबले यो क्षेत्र अझै अपेक्षाकृत दुर्गम छ, तर मङ्गलसेन अछाम सदरमुकामबाट करिब 40 किलोमिटरको यात्रापछि पुगिन्छ। रामारोशन केवल घुम्ने ठाउँ होइन, यो प्रकृतिसँग जोडिने, मन शान्त पार्ने र सुदूरपश्चिमको लुकेको सौन्दर्य अनुभव गर्ने अविस्मरणीय स्थान हो। सुदूरपश्चिम प्रदेश सांस्कृतिक विविधताले पनि उत्तिकै समृद्ध छ। थारू समुदायको परम्परागत नाचगान, देउडा संस्कृतिको मौलिकता, स्थानीय पर्व उत्सव र परम्परागत खानपानले पर्यटकलाई स्थानीय जीवनसँग घुलमिल हुने अवसर दिन्छ। यहाँ मनाइने गौरा पर्व, देउडा गीत, स्थानीय मेला पर्व र सामुदायिक परम्पराहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई जीवन्त राखेका छन्। यस प्रदेशको पहिचानको रूपमा रहेको छलिया नृत्य पनि एक पहिचानभित्रै पर्दछ। छलिया पहिरनसँगै गरिने नृत्यले सुदूरपश्चिम पुगेको झल्को दिने गर्दछ। यसैगरी सुदूरपश्चिमको देउडा आजभोलि सुदूरपश्चिममा मात्र सीमित नभएर देशैभरि लोकप्रियता बढाइरहेको छ। गोलो घेरामा गरिने सामूहिक नृत्य जस्तै देखिने यो देउडा यहाँको पहिचान मात्र नभई यहाँको सभ्यतासँग समेत जोडिएको पाइन्छ। यसैगरी यस क्षेत्रमा मनाइने विभिन्न चाडपर्व पनि फरक शैलीका देखिन्छन्। अन्य क्षेत्रमा होलीलाई केवल रङ्गको होलीको रूपमा लिए पनि यस सुदूरपश्चिम क्षेत्रमा इतिहास, सभ्यता तथा मौलिकतालाई जोडेर खेलिने गर्दछ। यो होली पर्व सुदूरपश्चिमको चिनारीको रूपमा रहेको छ। भौगोलिक विविधताका कारण यस प्रदेशमा कृषि, जडीबुटी, जलस्रोत र वन सम्पदाको पनि ठूलो सम्भावना रहेको छ। महाकाली नदी लगायत अन्य नदीहरूले सिंचाइ र जलविद्युत विकासको सम्भावना बोकेका छन्। ग्रामीण पर्यटन, होमस्टे कार्यक्रम र सामुदायिक संरक्षण क्षेत्रमा गरिएको पहलले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ। कैलाली र कञ्चनपुरका अन्य आकर्षणहरूमा बेतकोट ताल, झिलमिला ताल, कर्णाली फूल र दोधारा चाँदनी झोलुङ्गे फूल पर्दछन्। बेतकोट तालको चारैतिर हरियाली जंगल, शिव मन्दिर र कहिल्यै पात नपर्ने पानीको चमत्कारले पर्यटकलाई लोभ्याउँछ भने झिलमिला ताल दिनमा 3-4 पटक रङ बदल्ने रहस्यमय ताल हो। एसियाकै लामो पैदल यात्री पुल दोधरा चाँदनी महाकाली नदीमाथि 1452 मिटर लम्बाइमा फैलिएको छ, जसले
भारत नेपाल सीमा नजिकको नेपाली भूमिलाई जोड्दछ। यी सबैले तराई क्षेत्रलाई पनि प्राकृतिक र साहसिक पर्यटनको हब बनाएका छन्। पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, हवाई सेवा सुधार र प्रभावकारी प्रचार प्रसार मार्फत सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ मजबुत रूपमा उभ्याउन सकिने सम्भावना प्रचुर छ। दिगो पर्यटन, वातावरण संरक्षण र स्थानीय सहभागितामा आधारित विकास मोडल अपनाउन सके यस प्रदेशले आर्थिक समृद्धि र रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। यसैगरी डोटीको शैलेश्वरी मन्दिर सुदूरपश्चिम प्रदेशको सबैभन्दा प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्येको एक हो। यो मन्दिर सुदूरपश्चिमी पहाडी क्षेत्रका 9 भगवती मन्दिरहरू, शक्तिपीठहरू मध्ये एक मानिन्छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको समृद्ध संस्कृति यस क्षेत्रको जीवन्तता हो। झुम्रा नाच, सखिया नाच, लठहवा नाच र मुग्रहवा नाच जस्ता परम्परागत नृत्यहरूले उनीहरूको खुसी र सामुदायिक एकतालाई व्यक्त गर्दछन् भने माघी पर्व, नयाँ वर्षको उत्सव, ऐतबारी पर्व र होली राणा थारू होरी नाचसँगै रङ्गीन उत्सवमा उनीहरूको मौलिक परम्परा, गीत सङ्गीत र नाचगानले पर्यटकलाई स्थानीय जीवनसँग घुलमिल हुने अवसर दिन्छ। वसन्त ऋतुमा लालीगुराँस फूलहरू फुलेर पहाडहरू राताम्य बन्ने दृश्यले प्रकृतिको सुन्दरता थप्छ भने यसरी सुदूरपश्चिमको यो विविधता प्रकृति, आस्था, संस्कृति र ग्रामीण सौन्दर्यको अनुपम मिश्रण हो, जसले हरेक पर्यटकलाई फरक र अविस्मरणीय यात्रा प्रदान गर्दछ। सुदूरपश्चिम भ्रमण गर्नेहरूले 1 हप्ताको प्याकेज, 15 दिनको प्याकेज तथा 1 महिनाको प्याकेज बनाएर घुम्न सक्छन्। भौगोलिक दृष्टिकोणले केही टाढा भए पनि यहाँ घुम्न आउनेहरूलाई प्रकृतिले नजिकबाट स्पर्श गर्नेछ र प्रफुल्ल बनाई फर्काउनेछ। यसरी हेर्दा सुदूरपश्चिम प्रदेश केवल भौगोलिक क्षेत्र होइन, यो प्रकृति, संस्कृति, साहसिकता र आध्यात्मिकताको जीवित सङ्ग्रहालय हो। यहाँको हरियाली वन, विशाल फाँट, पवित्र धाम, हिम शिखरहरू र मौलिक जीवनशैलीले जो कोहीलाई आकर्षित गर्दछ। सुदूरपश्चिम अनुभवको प्रदेश हो, जहाँ प्रकृतिसँग नजिक हुने अवसर छ, संस्कृतिसँग आत्मीयता जोड्ने मौका छ र मन मस्तिष्कलाई शान्त बनाउने आध्यात्मिक शक्ति छ। सुदूरपश्चिम केवल गन्तव्य होइन, यो अनुभूति हो, आस्था हो, साहस हो र नेपालको भविष्यको समृद्धिको अथाह सम्भावना पनि हो। यहाँ आउनुहोस्, प्रकृतिसँग नजिकिनुहोस्, संस्कृतिसँग जोडिनुहोस् र मन शान्त पार्नुहोस्। सुदूरपश्चिमले तपाईलाई कहिल्यै बिर्सन नसक्ने यात्रा दिनेछ।